ल राम्ररी झाडु खोल है। दर्शन गरे गुरुदेव। ए नमस्कार। गुरुदेवको घर बनाउने ठुलो सपना थियो, तर आज त्यो सपना साकार भएर यति ठुलो बिल्डिङ पो बनिसकेछ। हो नि केशवजी, मेरो जिन्दगी भरको कमाई यही घरको इट्टामा परेको छ। हजुर। अनि केशवजी कहाँबाट आउनुभयो? फाइल पनि देख्छु, कागजपत्र पनि देख्छु। हामी अहिले ओडा कार्यालय गएर आएको गुरुदेव। सम्पत्ति कर तिर्नुपर्ने समय भएको थियो, तिरेर आएको। पहिला त त्यहाँ जग्गा मात्रै थियो, मालपोत कर मात्रै तिरे हुन्थ्यो, र अहिले त्यहाँ घर बनिसकेको छ। त्यसैले अहिले हामीले सम्पत्ति कर नै तिरेर आएको। घरको पनि छुट्टै कर? मलाई त यो सम्पत्ति कर भनेको थाहै थिएन। अनि यो सम्पत्ति कर नतिर्दा के हुने हो नि? हेर्नुहोस् गुरुदेव, हामीले आजै गर्नुपर्ने काम भोलि गर्छु पर्सि गर्छु भनेर थाँती राख्दा पछि गएर हाम्रा सन्ततिहरूमा भार पर्न सक्छ। समयमै कर नतिर्दाखेरि जरिवाना त बढ्छ नै। त्योभन्दा पनि महत्त्वपूर्ण कुरा गुरुदेव, हामीले पालिकाबाट पाउने सुविधाबाट हामी वञ्चित हुन सक्छौँ। त्यसैले नक्सा पास भएको 2 वर्षपछि त हामीले हरेक वर्ष सम्पत्ति कर तिर्नै पर्छ। भनेपछि मैले आज कर तिर्नु भनेको त भावी सन्ततिको भविष्य सुनिश्चित गर्नु पो रहेछ त। म त जरिवाना थपिएला भन्ने पो सोचिरहेको थिएँ। हेर्नुहोस् गुरुदेव, हामीले तिरेको सानो योगदानले हाम्रो पालिका समृद्ध बन्छ। त्यसैले बाल कर होस् या सम्पत्ति कर, यो त हाम्रो सान हो गुरुदेव। धन्यवाद केशवजी, तपाईँले मेरो आँखा खोलिदिनु भयो। म आज वडा कार्यालय जान्छु। जरिवाना तिर्नुभन्दा जिम्मेवारी निभाउनुमा अर्कै आनन्द हुन्छ। आफ्नो सम्पत्तिको सम्मान गरौँ, समयमै कर बुझाई असल नागरिक बनौँ। ललितपुरको समृद्धि र सुशासनका आधार सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार। राजस्व महाशाखा, ललितपुर महानगरपालिका, बागमती प्रदेश, पुलचोक, ललितपुर।